बांदर हो क्या? बांदर घाँस झार्ने बांदर नि हो क्या गाइज? यो बांदर फुस्रे हो क्या गाइज? ओहो, यो कुन रुखको बांदर हो यस्तो? यसले त जङ्गल त सुवा पार्छ क्या हो गाइज? ओहो, यसलाई जुम गरेर देखाइदिन्छु गाइज यो बाँदरको अनुहार। ओहो, घाँस काट्नु भन्दिनँ गाइज, त्यो त बाँदर पनि यतै छ नि। देब्री पो रहेछ गाइज यो बाँदर। बाँदर नि घाँस काट्ने त देब्री भनेको नि ठाउँमै हान्ने मान्छे हो क्या, ठाउँमै लाग्छ हानु भने। खै तर ठाउँमा हानेकै छैन गाइज यसले। के अरे यसरी हान्ने हो, यसरी हान्ने हो देब्री। आहा, हिरो नि जान्छ त यो घाँस काट्ने दिदी त। यसको बुढा छ कि छैन हौ? यसको बुढा छ कि छैन हौ? तँ यतातिर बुढा डुल्दै थियो, पुच्छर म हल्लाउँदै। गाइज त्यो चाहिँ किन सुर्काएको? त्यहाँ हो, त्यहाँ ख्याप्पै काट्नु। त्यो लराको डन्ठा त के गर्नु गाइज? लरा खान्छ कि नै? डन्ठा त खान्न गाइज। खान्छ होला उल्लु। भयो गाइज, भयो बस के हाम्रो घाँसको बारी पुग्यो। अब हामी दाउरा काट्ने। यो चाहिँ हाम्रो घाँसको बारी हो। त्यहाँ चाहिँ माइलीले दाउरा काट्दैछ। यसरी दाउरा हेर्नुहोस् गाइज, गाइज आँखा झिम्कन पारी गर्नुहोस्। लामै जस्तो रहेछ नि गाइज। किन यसरी दाउराको भारी तयार भयो गाइज। अब यसलाई यहाँ घुसार्नुपर्छ गाइज होइन? अनि गाइज त्यो त यो मधेसिया थारुनीहरू हो कि गाइज? तर टाउको बाबा मर गई रे। यसरी फेरि दाउरा किन बोकेको होला? डोको छैन कि क्या हो भन्न पनि सक्छ क्या मान्छेहरूले। तर हामी दाउरा काट्नु आएकै होइन त, हामी त घाँस काट्नु आएको थियौँ। अब घाँस एकैचोटि धेरै लग्यो भने त बाख्राले खाइसक्दैन। खाइ नसकेपछि फेरि सुकेर जान्छ। सुकेर गइसकेपछि मामा फेरि खेर जान्छ नि त, मरिमरि काटेर लगेको। त्यही भएर दाउरा लग्यो भने त नि आगो बाल्नलाई, खाना बनाउनलाई हुन्छ नि त, यति लगे पनि। त्यही भएर दाउरा लानुलाई चाहिँ नि डोकै चाहिँ चाहिँदैन है। यसरी लगे पनि हुन्छ। यतिले त कति खाना पाक्छ भने आऊ मेरो सुराले तानिदिन्छ त। मम्मी तर तालुमा चाहिँ कस्तो बिताउने रहेछ क्या। अब यहाँ माइलीले चाहिँ घाँस बोक्दैछ। यो चाहिँ हाम्रो माइली हो है। उठ्नै सक्दैन क्या। हेर्दाको डाल भेडाको काल। माइली र कान्छी